र पहिलो प्रश्न हामीलाई सोध्न मन लागेको छ, यहाँको साहित्य लेखनको प्रेरणाको स्रोत के हुन्? यहाँको पहिलो रचना के थिए, कहाँ कसरी छापिए, कसरी यहाँ चाहिँ साहित्यिक जीवनमा कसरी लाग्नुभयो, हामी अलिकति सुन्न चाहन्छौँ। अग्रज कवि प्रहलाद पोखरेलज्यू। धन्यवाद डाक्टर ऋषि बस्ताकोटीज्यू। सर्वप्रथम त बाङ्गा अक्षरले यसरी मलाई यो अवसर प्रदान गरेकोमा साधुवाद भन्छु बाङ्गा अक्षरका समग्र साथीहरूप्रति। यहाँले जे जिज्ञासा राख्नुभयो त्यो जिज्ञासाको उत्तरमा म के भन्छु भने वास्तवमा व्यक्तिको रुचि के हो र व्यक्ति कुन क्षेत्रमा प्रवृत्त हुन्छ भन्ने कुरा चाहिँ केटाकेटी अवस्थादेखि नै वातावरणले मिलाउँदो रहेछ। र मेरो चाहिँ केटाकेटीमा प्राथमिक विद्यालयमा पढ्दादेखि नै विद्यालयको वातावरणले वास्तवमा साहित्यप्रति आकर्षित गरेको हो। 15-15 दिनमा गुरुले हामीलाई तिमीहरू आज चाहिँ आफै अभ्यास गरेर केही लेख र त्यसलाई सुनाऊ भन्ने वातावरण दिनुहुन्थ्यो। र त्यो वातावरणमा लाग्दा लाग्दै अलिअलि केही कोर्दा कोर्दै कहिलेकाहीँ पुरस्कृत हुने स्याबासी पाउने अवस्था आउँदाखेरि मान्छेलाई त्यसप्रति चाहिँ अझ लागौँ भन्ने लाग्दो रहेछ, एउटा प्रसङ्ग। र अर्को चाहिँ घरको वातावरणको प्रसङ्ग। जस्ता आफ्ना अग्रजहरूले के गरे त्यो कुरा चाहिँ केटाकेटीहरूलाई मार्गदर्शन हुँदो रहेछ। र मेरा अग्रजहरूमा चाहिँ विशेष गरेर मैले नाम लिनुपर्छ, मेरा भान्दाजु, मेरा फुपूका छोरा दैवज्ञराज नेउपाने। उहाँ चाहिँ अब म विद्यालय पढ्दादेखि नै प्रसिद्ध कवि भइसक्नु भएको थियो र उहाँको त्यो प्रसिद्धि अथवा उहाँका ती रचनाहरूले मलाई सुरुमा आकर्षित गरे। र त्यसपछि म पनि यही यसैमा चाहिँ यसो लाग्नु पर्दो रहेछ भन्ने जस्तो लागेर म त्यतातर्फ प्रवृत्त भएको हुँ। र लेख्दै जाँदा अलिअलि अभ्यास गर्दै जाँदाखेरि धरानमा माध्यमिक शिक्षा लिँदाको अवस्थामा 28 सालमा मेरो पहिलो रचना छापिएको हो, कलमवीर भन्ने एउटा कविता। र त्यो कलमवीर कविता चाहिँ चतराबाट प्रकाशित हुने एउटा साहित्यिक पत्रिकामा छापिएको थियो। तर त्यो कविता जस्ता जस्तै अहिले यहाँ कण्ठस्थ म सुनाउन सक्ने अवस्थामा छैन। जे होस् त्यो इतिहासमा एउटा 28 सालमा देखि छापिएको चाहिँ त्यसपछि क्रमशः लेख्दै छाप्दै गर्ने क्रम भयो। र विशेष गरेर पछि 33 सालमा म काठमाडौँ आइसकेपछि अनि फेरि साहित्यिक क्षेत्रमा अलिकति सङ्गत गर्ने र त्यसबाट अगाडि बढ्ने प्रेरणा मिलेको हो। र यसरी नै मैले साहित्यमा बामे सर्न खोजेको हुँ। यो सुरुवाती चरणको कुरा भयो, हामीलाई असाध्यै प्रेरणा लाग्यो। आफू कसरी कुन पृष्ठभूमिमा जन्मे, हुर्के, प्रेरणाका स्रोतहरू, माया गर्नेहरू के हुँदो रहेछन्, अब कसलाई आफूले अनुकरणीय मानिँदो रहेछ, त्यसले चाहिँ आफ्नो जीवनको गोरेटो बनाउन निश्चितै रूपमा मद्दत गर्ने रहेछ भन्ने कुरा यहाँका कुराबाट थप प्रमाणित भयो। अब म अलि पछिल्लो चरणमा गएर अलिकति कुरा अझै खोतलौँ जस्तो लाग्छ। त्यो के भने आफ्नो साहित्यिक जीवनलाई हजुर कसरी फर्केर हेर्नुहुन्छ? बाल्यकालको कुरा त त्यो भयो। अब आफू अलिकति युवा भइसकेपछि सरकारी जागिरेको रूपमा पनि स्थापित हुनुभयो, त्यहाँ पनि महत्त्वपूर्ण कुरा थियो। आफ्ना जिम्मेवारीहरू, प्राध्यापनमा लाग्नुभयो, लेखनमा लाग्नुभयो, सम्पादनमा लाग्नुभयो, पारिवारिक जिम्मेवारीहरू, अनेक जिम्मेवारीहरूका बिचमा पनि यो लेखनलाई चाहिँ निरन्तर रूपमा कसरी लान सकियो? कहिलेकाहीँ अब यो अरू जिम्मेवारीहरूले मलाई धेरै थिच्यो, योबाट म अलि पछाडि हट्छु भन्ने पनि हुन्छ कतिपय सुरुमा साहित्यमा लागेका मानिसहरूको। त्यो चाहिँ यहाँको कस्तो रह्यो होला, अलिकति यो सुन्न मन लाग्यो। यो अन्य जीवन र साहित्यिक जीवन कसरी अगाडि बढ्यो? अनि यो प्रश्नको उत्तर दिँदा दिँदै एउटा मिठो छन्द कविता पनि यस पछाडि सुनौँ हजुरसँग। हस्। हुन्छ, धेरै धेरै धन्यवाद। अब यो चाहिँ के हुँदो रहेछ भनेदेखि मान्छेलाई रुचि लागेको विषय छ भने मान्छेले जतिखेर पनि गर्न त्यसतर्फ प्रवृत्त भइरहँदो रहेछ। यद्यपि अब जागिरे जीवन होस् अथवा प्राध्यापकीय जीवन होस्, त्यसमा समय दिनु पर्दाखेरि अब साधनारत रहने समय कम हुन्थ्यो, यो पक्कै हो। तर पनि रुचि भइसकेपछि केही न केही आफूले अनुभूति गरेपछि ती अनुभूतिका कुराहरूलाई चाहिँ लिपिबद्ध गरौँ भन्ने किसिमको के अरे अभिलाषा जाग्दो रहेछ। र यसरी धेरै तीव्र गतिमा लेख्न नसके पनि केही न केही लेख्दै लेख्दै जाँदाखेरि यो किसिमको स्थिति आएको हो।
म अरू धेरै विलम्ब नगरिकन यहाँले भन्नुभएको कुरा एउटा कविताबाटै म कुरा सुरु गर्छु र विशेष गरेर मैले चाहिँ के भन्ने गरेको छु भनेदेखि मैले एउटा पार्टी खोलेको छु र यो पार्टीमा यहाँहरूले मेरो पार्टीको मेनिफेस्टो जे छ त्यो मेनिफेस्टोलाई समर्थन गरिदिनुहोस् भन्छु। र मेरो पार्टीको नाम चाहिँ अक्षर पार्टी हो र यो अक्षर पार्टीको प्रवक्ता भएको नाताले अक्षर भन्ने शीर्षकमा एउटा रचना प्रस्तुत गर्ने अनुमति माग्छु। अक्षर। अविश्रान्त हिँडेका छन् यात्री अक्षर मार्गमा, कल्पनातीत सौन्दर्य प्रवाहमय छन् जहाँ, त्यही सौन्दर्यको ज्योति जगाई जिन्दगी भर हिँडौँ गन्तव्य ताकेर टेकी जीवन अक्षर। पसौँ अक्षरको मेलो खनौँ अक्षरकै गरा, ठुलो अक्षरको जोडी पारौँ खेत हराभरा, रोपौँ अक्षरकै बीज छरी अक्षर उर्वरा, झाङ्गियोस् कविता वृक्ष हाली अक्षरकै जरा। देखौँ अक्षरका ताती लेखौँ अक्षरकै कुरा, मातौँ अक्षर खाएर पिए झैँ लट्ठ भई सुरा, पढौँ अक्षरको भाषा भोगौँ अक्षर जीवनी, पाई अक्षरकै साथ रमाओस् लेखनी पनि। दर्कोस् अक्षरकै वर्षा चलोस् अक्षरकै भल, उर्लोस् अक्षरकै बाढी बगाई चित्तको मल, भन्छन् अक्षर हुन् ब्रह्म परमात्मा र ईश्वर, गरे अक्षरकै ध्यान पाइन्छन् जगदीश्वर। मेनिफेस्टो अलिक लामो छ। चलोस् अक्षरको आँधी उडाई जीर्णता सबै, ल्याओस् नवीनता किन्तु प्यारो अरुणिमासँगै, चेतनाको नयाँ दीप आओस् अक्षर साथमा, आई मस्तिष्कमा फुर्ती भरियोस् आँट आँतमा। ज्ञान गोष्ठी चलुन् धेरै गरी अक्षर आरती, बाङ्या अक्षरले अहिले चलाए जस्तै ज्ञान गोष्ठी चलुन् धेरै गरी अक्षर आरती, धानी अक्षरकै धन्दा लेखिउन् कविता कृति, गुडौँ अक्षरमे हामी उडौँ अक्षर यानमा, लागौँ अक्षरकै खेती सपार्ने अभियानमा। सुँघौँ अक्षरको मिठो बास्ना मगमग आउने, बालौँ अक्षरको बत्ती ज्योत्स्ना झैँ जगमगाउने, फुकौँ अक्षरको आगो बत्ती हुरहुराउने, पिउँ अक्षरकै पानी जवानी जुर्मुराउने। अक्षरको पार्टीमा लाग्यो भने कहिल्यै पनि पछि परिँदैन। हिँडे अक्षरको बाटो रोकिन्न कहिल्यै गति, रोजे अक्षरको क्षेत्र निरन्तर छ उन्नति, शङ्का अक्षरमा छैन न त चिन्ता व्यथा खति, लङ्का मात्रै कहाँ हो र जितिन्छ अमरावती। हाँके अक्षरका सेना हारिन्न कहिल्यै रण, तानी अक्षरको ताँदो जितौँ सङ्ग्राम भीषण, बोकी अक्षरका झण्डा क्रान्तिमा होमियौँ सब, चढी अक्षरकै डुङ्गा ज्ञान गङ्गा तरौँ अब। अन्तमा चुहिँदैन कतै तप्प अविनाशी छ अक्षर, गतिमान ऊर्ध्वगामी छ अग्रगामी निरन्तर, हिँडौँ अक्षरको बाटो चिन्ता मुक्त सरासर, जरा जीर्ण हुँदै हुन्न अजरामर अक्षर। ऋषि सरले जुन किसिमको प्रश्न राख्नु भएको छ र यो प्रश्नमा वास्तवमा समय सन्तुलन गर्न अप्ठ्यारो अवश्य हुन्छ, तर पनि हामीले आफ्नो मनभित्र लागेको कुरालाई राम्ररी निर्वाह गर्न खोज्ने हो भने समयको कमी हुँदो रहेनछ।
यति भन्छु अहिले। हस्, धन्यवाद। यो प्रश्न सोध्नुको आशय हामीलाई के थियो भने हामी असाध्यै व्यस्त छौँ, यो जिम्मेवारी छ, ऊ जिम्मेवारी छ, हामीलाई ठुलो भारी छ, त्यस कारणले यो काम गर्न सकेनौँ कि भन्ने हामीलाई लागिराखेको हुन्छ। तर अब एकजना अग्रज स्रष्टाले यी सबै कुराका सन्तुलनका बीच पनि आफ्नो साहित्यिक जीवनलाई कसरी फुल्ने फल्ने अवसर मिलाउनु भएको छ, त्यसले हामीलाई प्रेरणा मिलोस् भन्ने आशय थियो। हामीले ठुलो ज्ञान पायौँ र एउटा दिव्य ज्ञान सहितको एउटा सुललित कविता पनि सुन्न पायौँ। यो कविता सुन्दा हामीलाई लाग्यो बाङ्गा अक्षर घोषित या अघोषित रूपमा यो अक्षर पार्टीको भातृ सङ्गठन पहिल्यै भइसकेको रहेछ, अझ यो सम्बन्ध मजबुत हुँदै जाला भन्ने हामीलाई लाग्छ। अब अर्को आभार कुरा, प्रकट गर्छु सर। हजुर, अर्को कुरा के भने यहाँका समकालीन समय जति बेला साहित्य लेखन सुरु गर्नुभयो, पहिले त छन्द मात्रै छन्दमा लेखिने मात्रै कविता हो भन्ने जस्तो थियो नेपाली साहित्यमा। यहाँको जुन सक्रियता हुने समयक्रम थियो, त्यो बेला त गद्य कविता पनि निकै जुर्मुराएर उठेको बेला थियो। समकालीनहरू धेरै जसो पद्य कविताबाट गद्य कवितातिर आकर्षित भएका हुन् कि भन्ने लाग्छ यहाँका समकालीनहरू। तर प्रहलाद पोखरेलका सवालमा चाहिँ यो गद्य कविता उर्वर भएको समयमा प्रहलाद पोखरेल चाहिँ किन छन्द कवितातिर नै बढी आकर्षित हुनुभयो होला? त्यसको केही चाहिँ नखुलेको राज छ कि? यो कुरा सुनौ अनि एउटा छन्द कविता त्यो सँगसँगै सुनौ। धेरै धेरै धन्यवाद ऋषि सर। यो के वास्तवमा के हो भने कविता छन्दमा लेख्दैमा कविता हुने होइन, गद्यमा लेख्दैमा कविता नहुने होइन, र छन्दमा पनि केवल तुकबन्दी मिलाउँदैमा कविता हुँदैन, र छन्दमा पनि भाव गाम्भीर्य हाल्न सकियो भने कविता हुन्छ, नभए कविता हुँदैन, श्लोक मात्रै हुन सक्छ। र गद्यमा पनि केवल त्यसमा चाहिँ भावहरू विचारहरूको चाहिँ राम्रो सम्मिश्रण हुन सकेन भने त्यो कविता नहुन सक्छ। तर समग्रमा कविता भनेको भावको अभिव्यक्ति हो कि, त्यसैले मलाई लाग्छ यो छन्दमा हुनु या गद्यमा हुनु चाहिँ कुनै कुरा होइन। जुनमा लेखे पनि हामीले सम्प्रेषणीय लेख्न सक्नु पर्यो, समाजलाई लेख्न सक्नु पर्यो, अथवा आफ्ना अभिव्यक्तिहरूलाई अत्यन्त गम्भीरता साथ प्रस्तुत गर्न सक्नु पर्यो। र यहाँले उठान गरिदिइहाल्नुभयो, पछिल्लो समय मेरो परिचय छन्द कविको रूपमा साथीहरूले गर्नु भएको छ, तर यति मात्रै चाहिँ अपुरो हो भन्ने मलाई पनि लाग्छ। किनभने मैले गद्य कविताका दुईटा संस्करण त मेरा निस्किएका नै छन्, तर पछिल्लो समय के लाग्यो भने गद्यमा यति राम्रो प्रस्फुटन भयो कविताको, र सङ्ख्यात्मक रूपमा पनि गुणात्मक रूपमा पनि आए गद्यमा, तर पद्यमा चाहिँ निरन्तर लेखिएको छ, नलेखिएको होइन, तर त्यसमा चाहिँ अझ गति दिनुपर्ने जस्तो लागेर मलाई चाहिँ के लाग्यो भने गद्यमा त प्रशस्त कविहरू आइरहनु भएकै छ, अब छन्दमा पनि अलिकति बल गर्ने हो कि भन्ने हिसाबले पछिल्लो समय चाहिँ म छन्दमा बढी केन्द्रित भएँ। यति मात्रै कुरा हो। तर हाम्रो भावको अभिव्यक्तिका निम्ति कुनै एउटा मात्रै संरचना चाहिँ मा बाँधिनु आवश्यक छैन। मैले लेख्दाखेरि गद्यमा पनि साधना गर्ने कोसिस गरेँ, गीति कवितामा पनि साधना गर्ने कोसिस गरेँ, र छन्दोबद्ध रचनामा पनि साधना गर्ने कोसिस गरिरहेकै छु। र पछिल्लो समयमा आएर छन्द के अरे गद्यको कविता नभएको हो। तर एउटा उदाहरणको लागि भन्न त ऋषिहरूले छन्दको कविता एउटा भन्नुभयो, तर म एउटा गद्यको कविता भन्छु ल। किनभने मैले हजुर, सबैलाई न्याय गर्नुपर्छ। मैले अलिक अगाडि नै लेखेको कविता हो। जतिखेर भर्खर भर्खर म बाउ भएको थिएँ, आमा बाबुलाई सन्तानप्रतिको कति मोह हुन्छ भन्ने कुरा हामी अलिकति धेरै भुट्टो खटाइसकेका मान्छेहरूलाई भन्नै पर्दैन। अब के हुन्छ अरे भनेदेखि, अब उखु मिठो, तर उखुभन्दा चिनी झन् मिठो हुन्छ अरे। सन्तान चाहिँ उखु हुन्थे, सन्तानका पनि सन्तान चाहिँ चिनी हुन्थे क्या। र हामी अलिकति हजुरबा हजुरआमा भएका मान्छेहरूलाई अहिले नाति नातिना साह्रै प्यारा लाग्छन्। त्यो नाति नातिनाले भनेको कुरा हामी कुनै हालतमा टार्न सक्दैनौँ। छोराछोरीलाई त हामीले हप्काएर पनि टारेका थियौँ। र मैले चाहिँ केटाकेटी, मेरी छोरी केटाकेटी हुँदाखेरि लेखेको एउटा कविता रहेछ, मैले अहिले भेटेँ यहाँ। यो चाहिँ एउटा जीवन कसरी बाँच्ने हो छोरी भन्ने शीर्षकको कविता रहेछ। म यो अभिव्यक्ति सुनाउने अनुमति माग्छु।
जीवन कसरी बाँच्ने हो छोरी, म त तिमीसँग पो सिक्दै रहेछु। तिम्रा कलरवहरूमा बिउझँदा रहेछन् मेरा हृदतन्त्रीहरू, तिम्रो चञ्चलतामा रमाउँदा रहेछन् मेरा यावत वृत्तिहरू। जीवन कसरी बाँच्ने हो छोरी, म त तिमीसँग पो सिक्दै रहेछु। सायद तिम्रो बाबु म मरिसकेको छु र आगामी दिनहरूमा बाँच्ने तिमी नै म हुँ। नत्र निर्निमेष हेरेर तिमी आउने बाटाहरूलाई किन म उष्ण श्वास प्रश्वास फालिरहेछु। तिम्रै सम्झनामा निरन्तर पोखेर सम्पूर्ण समयहरू किन म उदासीनतालाई पालिरहेछु। जीवन कसरी बाँच्ने हो छोरी, म त तिमीसँग पो सिक्दै रहेछु। साँच्चै साँच्चै नै प्रतिभाको उज्यालो किरणले चम्क्याउँछौ कि भनेर परिवेशलाई मैले तिमीलाई प्रतिभाको पगरी नै सुम्पेको रहेछु। गोरेटो देखाएर उज्यालोतिर हिँडाउँछौ कि भनेर आफूलाई मैले तिमीलाई हृदयको न्यानो धड्कन नै सुम्पेको रहेछु। नत्र किन भत्किनु पर्थ्यो यसरी छताछुल्ल बाँधहरू मात्र केही क्षणको अनुपस्थितिमा। खै तिमी बाहेक कसले उठाउन सक्छ पोखिएको यो समयलाई, तिमी बाहेक कसले बाँध्न सक्छ छताछुल्ल भएको यो बाँधलाई। जीवन कसरी बाँच्ने हो छोरी, म त तिमीसँग पो सिक्दै रहेछु। अनायास पल्टिँदा रहेछन् मैले सिक्ने अभ्यासका पानाहरू, तिम्रा सुमधुर तोते बोलीहरूमा अज्ञातमै खारिँदा रहेछन् मेरा अल्प ज्ञान र आला काँचा क्षणहरू, तिम्रा जिज्ञासु सोधाइहरूमा। नत्र किन झस्किनु पर्थ्यो यसरी आफैलाई अविश्वास गरेर तिम्रा अनुपस्थितिका क्षणहरूमा। साँच्चै नै जीवन कसरी बाँच्ने हो छोरी, म त तिमीसँग पो सिक्दै रहेछु। छोरी जन्मिएको केही समयपछि छोरी र आमा दसैँमा घर गए, म काठमाडौँमा घर रुङ्नेमा परेँ र त्यो अवस्थाको मेरो मनको चित्रण यहाँहरूसँग राख्ने धृष्टता गरेँ। र त्यसपछि अब ऋषि सरले फेरि ल, जे गर्नुहुन्छ, अब जे गराउनुहुन्छ त्यसपछि भन्छु अरू। यो कहिलेकाहीँ कुनै रचना पढ्नुको आफ्नै अर्थ हुन्छ, त्यसको रचना गर्व थाहा पाउनुको अर्थ झन् गहिरो हुन्छ। यो भाव गाम्भीर्य सहितको जीवनलाई पढ्न सकिने कविता पस्किनु भयो, यसको लागि यहाँलाई हार्दिक धन्यवाद। हामी यो सुनेर मन्त्रमुग्ध भयौँ। अब अघि म छन्दकै प्रसङ्गमा थिएँ। एउटा पछिल्लो समय एउटा बहस, अब खास गरी प्राज्ञिक क्षेत्रमा रमेश शुभेच्छु सरहरू जस्ता मान्छेहरूले उठाइरहने र हामीले पनि सुन्ने गरेको एउटा बहस छ। त्यसमा अलिकति यहाँका कुरा, प्रहलाद सरका कुरा सुनौँ। त्यो के भने, अब अघि नै अलिकति सङ्केत गरिसक्नु भएको, छन्द कविता लेख्नेहरू प्रायः जसो यो पछिल्लो समयमा चाहिँ भावको गम्भीरतामा भन्दा पनि संरचनाको यान्त्रिकतामा बढी हराएका हुन् कि भन्ने आशंका चाहिँ अलिक बढी आउन थालेको छ। लघु गुरु लय यति, म यो जान्दिनँ, यो विषयको निरक्षर हुँ, यस्तो प्रश्न सोध्ने धृष्टता पनि नगरे भए हुन्थ्यो, तैपनि मैले प्रसङ्ग उब्काइदिएँ। योमा अलिकति हराएको भन्ने जस्तो लाग्छ। तर यहाँका कविताहरू एकदम भावको गाम्भीर्य पनि हुन्छन्, सुललित कविता पनि हुन्छन्। यस्तो सुललित कविता कसरी लेख्न सकिएला र यो छन्द कविता लेख्दाका जोखिमहरू चाहिँ के हुँदो रहेछन्, आफ्नै अनुभव सुनाइदिएर एउटा कविता पनि पस्किदिनुहोस् न। धन्यवाद ऋषर। होइन, जोखिम प्रशस्त छन्। वास्तवमा यहाँले उठान गर्नुभएको विषय एकदमै हामीलाई आइरहेको प्रश्न नै हो, चुनौती नै हो। किनभने हामी चाहिँ केवल संरचनामा मात्रै सीमित रहेर भन्नुपर्ने विषय सम्प्रेषणीय ढङ्गले भन्न नसकेको अवस्था, होइन। र जुन विचारलाई प्राथमिकतामा राखेर त्यसलाई प्रस्तुत गर्न सक्नु पर्थ्यो, त्यो नसकेर केवल लयबद्धतामा मात्रै अल्झिरहेको अवस्थामा हामी धेरै कविहरू छौँ। त्यसबाट म पनि मुक्त रहन सक्दिनँ, किनभने मैले पनि त्यस्ताको कविताहरू थुप्रै लेखेको छु। तर पनि हाम्रो ध्याउन्न अथवा हाम्रो प्रयत्न अथवा हाम्रो चाहिँ सृजनशीलता चाहिँ के हो त भन्दाखेरि, राम्रो भन्दा राम्रो कुरा चाहिँ अत्यन्त सुललित ढङ्गमा वैचारिक गहिराई समेतसम्ममा पुगेर भन्न सक्नुपर्ने हो, होइन। अब कतिपय हामी हतार गर्छौँ सर। मेरो अनुभव के छ भने, एउटा कविता लेख्यो, त्यो कविता लेख्ने बित्तिकै हामीलाई छपाउन हतार हुन्छ। अहिले त झन् यो फेसबुकको समयमा त कतिखेर फेसबुकमा राखौँ जस्तो हतार हतार हामी गर्छौँ। र यो चाहिँ के हुँदो रहेछ भनेदेखि त्यसले कविलाई खार्दो रहेनछ।
एउटा कविता लेख्न त कहिलेकाहीँ त सर एउटा कविता लेख्न 6 महिना पनि लाग्न सक्छ। किनभने जे लेख्न खोजेको हो त्यो आइरहेको हुँदैन, शब्दले त्यसलाई गर्न सकिरहेको हुँदैन। तर एउटा ठुलो कुरो चाहिँ के हो भने म यसमा अलिकति मैले भन्नै पर्छ। जस्तो भनौँ न, कवि शिरोमणि लेखनाथले नसक्छौ यो आँसु टप टप टिपी चप्प पिउन, नसक्छौ मासुले दिनभर अघाएर जिउन, नसक्छौ यो भुत्ला लिकन कुनै वस्त्र सिउन, चुड्यौ व्यर्थै मेरो मनुज तिमीले जीवन किन। कति राम्रो अभिव्यक्ति लेख्नु भएको छ होइन? तर त्यसमा उहाँले लेखेका शब्दहरूमा नसक्छौ यो आँसु भनेर सुलाई दीर्घ लेख्नु भएको छ होइन, नसक्छौ मासुले भनेर लेख्नु भएको छ। अहिले कोही कोही अलिकति साथीहरू के भन्नुहुन्छ भने अब कवि शिरोमणि लेखनाथले आँसुलाई दीर्घ लेख्न हुने, मासुलाई दीर्घ लेख्न हुने, हामीले आँसु र मासुलाई किन दीर्घ लेख्न नहुने भनेर रमेश सुवेच्छु सरलाई गाली गर्छन् मान्छेहरू। अनि रमेश सुवेच्छु सरले के हुन्छ भने आँसु र मासु त दीर्घ लेख्नु हुँदैन भन्नुहुन्छ उहाँले। अनि अब हामीले अहिले गर्ने कुरा के हो भने त्यतिखेरको समय, जुन समयमा के अरे कवि शिरोमणि लेखनाथले लेखे, जुन समयमा माधव घिमिरेले लेखे, जुन समयमा महाकवि देवकोटाले लेखे, त्यो समयलाई हेरेर अहिलेको मूल्याङ्कन गर्ने होइन। अहिले हामीले लेख्दाखेरि चाहिँ भाषा व्याकरणलाई नविकारिकन लेख्न सक्नुपर्छ। अहिले लेख्नेहरूले हामीले मासु दीर्घ आँसु दीर्घ लेखेर होइन, त्यसैले ह्रस्व दीर्घमा छन्दमा लेख्ने मान्छेहरूले नजान्ने भने बरु नलेख्ने। तर ह्रस्व दीर्घ बिगार्न कुनै हालतमा पाइँदैन। हामीले अहिले गरेको काम त्यही हो। हामी ह्रस्व दीर्घ नबिगारिकन, संयुक्ताक्षरहरू पनि नबिगारिकन लेख्न सक्यौँ भने हामीले लेख्न अब अभिव्यक्ति दिन सक्दछौँ। होइन भने अब अभिव्यक्ति आउन सक्दैन, अब छन्दमा ठिक्क ह्रस्व दीर्घ मिलाइएन भने त हुँदैन। र त्यसैले चुनौती प्रशस्त छन् सर, यसमा धेरै चुनौती छन्। कहिले मैले भनिहालेँ, कहिलेकाहीँ एउटा कविता पुरा गर्न 6 महिना पनि लागेको हुनसक्छ। त्यसैले अब जोखिमपूर्ण यात्रा हुँदा हुँदै पनि हामीले सगरमाथा चढ्दाखेरि ज्यानकै जोखिम छ भन्दैमा सगरमाथा चढ्न त मान्छेले छोड्दैन नि। त्यसैले हामी साहित्यकारहरूले पनि सृजनशीलतालाई अगाडिसकेपछि त्यसको अनुशासनभित्र रहेर लेख्न सक्नुपर्दछ। र म त्यसैले यति कुरा भन्दै एउटा रचना, यो चाहिँ त्यति लामो छैन, छुट्टै रचना छ, एउटा स्वाभिमान भन्ने शीर्षक एउटा रचना मैले भेटेँ। यो अर्को छन्दमा प्रयोग गर्छु म। यो मन्दाक्रान्त छन्दको कविता हो। गाउँ प्यारो हर बखत नै मृत्तिका चुम्छ पाउ, सुस्केरा छन् व्यथित दिलका देशको दुख्छ घाउ, टाढा पुग्दा पनि हृदयको केन्द्रमा देश हुन्छ, आफ्नै आस्थासित सजग भई सम्झनाले नुहाउँछ। मैले क्यानाडामा पुगेर विभिन्न पोखरीहरू हेरेँ, तर त्यो पोखरी हेर्दाखेरि कि त राराको अनुभूति पाउँछु कि त बेगनासको अनुभूति पाउँछु। किनभने हामीले हाम्रोपन सम्झिहाल्दा रहेछौँ। भाषा भक्ति प्रबल छ जहाँ सुस्तरी छन्द रहन्छन्, मन्दाक्रान्ता सरिस रसिला काव्यवाणी बहन्छन्, आत्मा जस्तै प्रियतम सधैँ हुन्छ संस्कार मान, ऊर्जा मिल्ला हर तरहले अग्लिए स्वाभिमान। कस्तो रूपान्तरण छ यहाँ संस्कृति प्रेम कस्तो, ओइलेका छन् सरल सपना ज्यान पारेर सस्तो, टुक्रेका छौँ किन सबलता सिद्धि भाइ भाइ, खै मान्छेको गहन गरिमा अस्मिताको उचाइ। खाडी ताक्छन् जब नवयुवा नित्य जानी नजानी, रुन्छन् घाती विरह दहमा ओइलिएका जवानी, कस्तो वातावरण बनियोस् देशको ज्यान भर्न, सुस्ताएको गलित मुटुमा रक्त सञ्चार गर्न। भन्छन् प्रेमी प्रिय लवजमा देशलाई बचाऊ, भन्छन् प्रेमी प्रिय लवजमा देशलाई बचाऊ, साँच्चै गर्वोन्नत अझ पनि साधना साथ आऊ, अग्लो आशा सबल सपना साथमा होस् इमान, अग्लो आशा सबल सपना साथमा होस् इमान,
पारी अग्लो शिर सगर झैँ अग्लियो स्वाभिमान। यति इच्छा प्रकट गरेँ र कवितामा यो प्रस्तुतिका साथ धन्यवाद भन्छु। धन्यवाद।